ल साथीहरू नमस्ते सबैजनालाई। आज मेरो मम्मी र म फेरि आएका छौँ। हामीले चाहिँ कहिलेकाहीँ भ्लग बनाउने गरेका छौँ। खासै हजुरहरूले मेरो भ्लग चाहिँ मन पराउनुहुन्न होइन। मेरो दोहोरीहरू सिरियलहरू चाहिँ मन पराइरहनु भएको छ, मेरो भ्लग चाहिँ खासै मन पराउनुहुन्न। मेरो मम्मी चाहिँ मैले टिकटकतिर पनि अलिअलि अपलोड गरिराखेको थिएँ। 1 महिना 10 दिन जति भयो खुट्टा बिरामी भएर खुट्टामा ढोड बिजेर आउनुभएको र हामीले खुट्टा अपरेसन गरिवरी आज हल्का ठिक बनाएर 1 महिना 10 दिन भएपछि चाहिँ मम्मी चाहिँ अब आज चाहिँ घर जाँदै हुनुहुन्छ। अनि के भन्नु मन छ मम्मी? ल भन्नु, यत्रो दिन बस्नुभयो, कस्तो लाग्यो तपाईँलाई? काठमाडौँ घुमाउनु ओर्न नि पाइएन, आफै बिरामी भएर आउनुभयो, आएपछि भए कता कता लर घुमाइदिन्थेँ। ल के भन्नु छ? ल भन्नु। के भन्नु, अब बिरामी भएर आएको खुट्टु बिरामी आए घुम्न गर्न पाइएन। अब बसी कान्छी छोरीबाट र मैले भयो अब घर जानिदिन आयो। अब जाने कान्छी छोरीका मात्रै बस्नुभयो त तपाईँ? माइ छोरी गानी बसी, ठुली कान्छी गानी बसी। जेठी छोरी नि बिरामी जे गएर भेटेर आउनुभयो होइन। जेठी छोरी बिरामी भेटेर आएँ। काइलीको पनि पसल छ, भेटेर आउनुभयो होइन। पसलमा भेटेर आएँ। कहाँ काइले पनि। अब साइली गाउँमा हुनुहुन्छ, साइलीसँग कुरा भयो फोनमा होइन। अनि खासै त्यस्तो त केही होइन मम्मी है। मैले चाहिँ अब चाडबाड आउँछ यताउति, दिदीहरूले अब कहिले आमा खुवाउने औँसी आउँछ, दिदीहरूले कहिले लुगा दिन्छन्, कहिले के दिन्छन्। मैले चाहिँ खानेकुरा पनि दिन सक्दिनँ होइन, लुगाहरू पनि दिन सक्दिनँ। अब सबैलाई थाहा छ, यो तपाईँलाई मात्रै होइन सबैजनालाई थाहा छ मेरो अवस्था होइन। अनि सबैजनाले सहयोग गरेर नै म काठमाडौँमा बसेर खाइरहेको छु। मेरो चाहिँ त्यस्तो अवस्था थिएन। अनि कहिले केही दिउँ मम्मीलाई जस्तो मलाई नि लाग्थ्यो। अनि अब औँसीहरू आउँदा नि दिदीहरूले कपडा दिन्थे, म हेरेर बस्थेँ, किनभने मेरो त्यो अवस्था थिएन होइन। पहिला पनि श्रीमानसँग हुँदाखेरि पनि उसले मलाई केही दिँदैन थियो, मैले केही दिन पनि सक्दिनँ थिएँ। अनि आज चाहिँ मम्मीलाई एउटा सरप्राइज गिफ्ट दिनु खोजिरहेको छु मैले, एउटा उपहार है, कसैलाई थाहा नदिकन। यो मम्मीलाई पनि थाहा छैन, कसैलाई पनि थाहा छैन, मलाई पनि थाहा छैन। अब मम्मी आँखा चिम्लिनु, आँखा चिम्म गर्नु, आँखा चिम्लिनु, हात अगाडि सार्नु, यस्तो गरेर हात अगाडि सार्नु, दुईवटा हात माथि यसरी यहाँदेखि गरी हो। ल आँखा चिम्लिनु भयो, हेर्न पाइँदैन है, कस्तरी चिम्लिन्थ्यो त्यस्तरी मर्ने गरी चिम्लिनु पर्दैन, यस्तो नदेख्ने गरी चिम्लिरहनु भा। ल टक्क अब मुठी बटार्नु, मुठी बटार्नु। ल अब हेर्नु, हेर्नु न त्यहाँ यतिकै, किन तल लुकाएको? ल गर्नु के रहेछ त्यही केही नभन्नु, गिफ्ट हो गिफ्ट, गर्नु कति रहेछ यहाँ गर्नु न, यहाँ यस्तरी यहाँ देखाएर भिडियोमा देखाएर गर्नु न। गर्न आएन म आफै गरिदिन्छु। म एकचोटि केलाउँदै मम्मीलाई 1 2 3 4 5, यो 5 6 7, यो चाहिँ मेरो तर्फबाट मेरो मम्मीलाई के खान मन लाग्दो हो होइन। अब भर्खर अपरेसन गरे के लाउनु मन लाग्दो हो, हुन्छ नि त अब टिकाहरू किन्न मन लाग्छ, चुराहरू लाउनु मन लाग्दो हो, अब केही मम्मीलाई केही खान मन लाग्दो हो। अब यहाँ छाउँदा त मैले खुवाइहालेँ। यहाँबाट गाउँमा गएपछि एउटा के खुसीको कुरा भने मेरो मम्मीले चाहिँ चुरोट छोड्नु भएको छ, एकदम चुरोट खानुहुन्थ्यो, अझ खालि चुरोट खानुहुन्थ्यो। यो चुरोट छोड्दै नि हुन्थ्यो मम्मीले भनेर मलाई कति भएको थियो, तर कहिल्यै छोड्नु भएन। अनि डक्टरले चाहिँ त्यो चुरोटमा भएको त्यो निकोटिनको कारणले चाहिँ घाउ निको नभएको भनेर डक्टरले भनिसकेपछि चाहिँ मम्मीले चुरोट छोड्नु भयो। त्यो चुरोट छोडेको उपलक्ष्यमा चाहिँ मैले यो मम्मीलाई मेरो तर्फबाट यो पुरस्कार, ल लिनु पुरस्कार, लिने पुरस्कार हो, तपाईँ चुरोट छोडेर पाएको। ल कस्तो लाग्यो ल भन्नु, खुसी लाग्छ? ल के लाग्यो भन्नु अब यहाँ खुसी लाग्यो। अनि अरू के भन्नु मन लागेको छ? अब कहाँ जानु मन लागेको थियो होला, कता कता घुम्न मन लागेको थियो होला। म पनि अब हस्पिटलमा कुर्दै बस्दै म आफै यस्तो कम्मर यो दुखेर म आफै उठ्न बस्न नसक्ने भएको छु, बिरामी जस्तो देखेछ हेर्नु न अनुहार पनि। त्यही भएर यो समय चाहिँ मैले घुमाउन त मैले अब यहाँबाट हस्पिटल लाने ल्याउने होइन, हस्पिटलमा कुर्ने, दिदीको घर पुर्याउने, दिदीको घरबाट ल्याउने, दिदीकै घर गएर पनि बस्ने। अब यहीँ आएर सिआर तँ 1 महिनासम्म बसेर भनेर भन्नुभएको थियो दिदीहरूले पनि, जुन दिदीले पनि मम्मीलाई लिएर आइजो त पनि आइजो यहीँ बसेर सिआर। अब कोहीको अफिस छ होइन, कोहीको पसल छ, उनीहरू बस्न नभ्याउने, बिहान बेलुका खाना बनाएर दिने, अनि दिउँसो मम्मी एक्लै हुनुहुन्छ भनेर मलाई बस भन्नुहुन्थ्यो। अब मेरो नि अब आफ्नो समस्या भएर म 1 महिनासम्म चाहिँ बस्न सकिनँ। जस मैले गर्नुपर्ने अहिले चाहिँ मैले गर्नुपर्ने कर्तव्य पुरा गरेँ कि जस्तो लाग्छ क्या। योभन्दा अगाडि केही गर्न नसके पनि योचोटि चाहिँ मैले आफूले गर्न सक्ने गरेँ कि जस्तो फिल भएको छ। ल तपाईँलाई कस्तो लाग्यो भन्नु मम्मी? अब राम्रो लाग्यो,
खासै मैले अब आफ्नो आमालाई दिएको कुराहरू यसरी यहाँ देखाएर दिनुपर्छ भन्ने त छैन। तर मलाई कस्तो लाग्यो भने मलाई चाहिँ मम्मीले चुरोट चाहिँ छोडिदिए हुन्थ्यो। सानैदेखि मेरो खुट्टा पोल्नुभन्दा अगाडि चुरोट खानुहुन्थ्यो मम्मी तपाईँले? खानुहुन्थ्यो। ए भनेपछि चुरोट मेरो खुट्टा पोल्नुभन्दा अगाडि नि खानुहुन्थ्यो अरे अलिअलि। जब मेरो खुट्टा आगोले पोलिसकेपछि चाहिँ त्यो मेरो पीडा सहन नसकेर चाहिँ अझ धेरै खानुभयो नि त। त्यसपछि चाहिँ त्यो पीडा भुलाउनको लागि चाहिँ अझ धेरै खानुभयो। अनि त्यसपछि एकचोटि मैले छुटाएको थिएँ मम्मीलाई चुरोट। यता के मम्मी बिरामी हुनुभयो होइन। अनि काठमाडौँ आएर एकचोटि चुरोट चटक्क छोटाएको थिएँ। कति समयसम्म छोड्नु भएको थियो। त्यसपछि फेरि मेरो अब यो घरबार यस्तो भयो होइन। अब बिहा गरिसक्यो, सन्तान भइसक्यो। अनि फेरि अब ज्वाइँ भनौँ न, मम्मीको कान्छो ज्वाइँले छोडिदियो मलाई होइन, अलपत्र बनाइदियो। अनि त्यसपछि मम्मीले फेरि पिर पर्यो मम्मीलाई। अनि फेरि चुरोट खान थाल्नुभयो के। आमालाई जस्तो पिर यो संसारमा अरू कसैलाई हुँदैन रहेछ है। अब म काठमाडौँमा कति दुःख कति सङ्घर्ष गरेर बसेँ, तर मेरो मम्मीले जस्तो पिर, मेरो मम्मीले जस्तो चिन्ता अरूले कसैले पनि लिँदैन रहेछ कि। मेरो मात्र होइन, जसको पनि। मलाई आज आएर लाग्यो कि हामीले लोग्नी पनि अर्को पाउँदो रहेछौँ होइन, श्रीमती पनि अर्को पाउँदो रहेछौँ, सन्तान पनि पाउँदो रहेछौँ, दिदीबहिनी नि पाउँदो रहेछौँ, दाजुभाइ नि पाउँदो रहेछौँ, मामा माइजू सब नातागोता हामीले पैसा भएपछि सब नातागोता पाउँदो रहेछौँ किन्नलाई। तर आमा र बा चाहिँ किन्न नपाइने रहेछ भन्ने मैले एउटा फिल गरेँ होइन। आमा र बा भने जिउँदो भगवान् हुनुहुन्छ, उहाँहरू चाहिँ किनेर पाइँदैन, पैसाले पाइँदैन। जति छँदै हुनुहुन्छ नि, छँदै हामीले उहाँलाई माया, साथ, सपोर्ट र सम्मान गर्नुपर्छ भन्ने मलाई लाग्यो। र मम्मीले चुरोट छोड्नु भएको उपलक्ष्यमा चाहिँ मेरो तर्फबाट एउटा उपहार, सानो उपहार, मान्छेले कति कति गर्छन्, मैले त के नै गर्न सक्छु र होइन, एउटा सानो उपहार दिएँ मम्मीलाई खुसी बनाएर घर पठाउँ भन्ने हेतुले। मैले जहिले नै मम्मी काठमाडौँ आएको बेलामा चाहिँ एउटा भिडियो बनाएर चाहिँ एउटा भ्लगमा हाल्ने गरेको छु र हजुरहरूले हेरिरहनु भएको छ। सक्षम दोहोरी घर भन्ने मेरो युट्युब च्यानल छ होइन। त्यो युट्युब च्यानलमा गएर हजुरहरूले सब्सक्राइब गरिदिनु होला र हेरिदिनु होला। मेरो सुभद्रा पौडेल युट्युब च्यानल छ। हजुरहरू अलरेडी सबैजनाले सब्सक्राइब गरेर 1 लाख सब्सक्राइबर बनाइदिनु भएको छ। अनि मैले सुरुमा मै दुखी भनेर निकालेको गीत त 98 लाखले हेर्नुभएको रहेछ। अब 2 लाखले हेर्नुभयो भने त ठ्याक्कै करोड क्लबमा जान्छ। त्यो खासै त्यो गीत जस्तै अरू गीत चाहिँ मन पराउनु भएन। मै दुखी 2 नि 5-6 लाखले हेरिदिनु भएछ। मै दुखी 3 र 4 चाहिँ भर्खरै अपलोड भएको छ, हेर्न बाँकी छ। सबैजनाले गएर हेरिदिनु होला। ल मम्मी, अब तपाईँ लास्टमा केही भन्नुहुन्छ? केही कुरा थोरै भन्नु। अनि कस्तो लाग्यो काठमाडौँको बसाइ? यति लामो समयसँग कहिले आएर बस्नु भएको थिएन, कोठामा बस्दा बस्दै दिक्क लागेछ कि? हुन्छ नि त एउटा केही, ल भन्नु। लागेको छैन, दिक्क लागेर छोरीसित बस्न पाइएको थियो, रमाइलो भएको थियो। अब सधैँ बस्न पाइएन। अब खुट्टो अलिक बिसो भएपछि जानु पऱ्यो घर। घर नजाउँ, यहीँ छोरीसँगै बसौँ जस्तो भयो नि त। सधैँ छोरी बाटोमा बसेर नि भएर छोरीलाई त कसले पाल्ने, अनि आमालाई कसले पाल्ने? छोरीसित सँगै बसेर। छोरीले पाल्यो भने छोरीले पाल्न सक्नु पऱ्यो। किन नसक्नु? के गर्नुपर्छ? आमालाई पाल्ने होइन के, बाख्रा पाठालाई मात्रै पाल्ने हो। आमालाई त कसैले पनि पाल्न पर्दैन। आमा र बाउ भनेको त भगवान् हो। म त आमा र बासँग बस्न पाउँदा त म त गर्व फिल गर्छु। मैले पाल्ने होइन, म आमा र बासँग छु, आमा र बासँग बसेको छु भन्नुपर्छ के। म त्यही भन्छु। अरू छोराछोरीहरू नि कतिजनाले भन्नुहुन्छ कि म आमा र बालाई पालेर बसेको छु। गलत। म आमा र बासँग बसेको छु, त्यो भन्न सिक्नु सबैजनाले। मैले पाल्ने होइन, आफै पालिनु भएको तपाईँ। अनि कस्तो लाग्यो त? अब जाँदै हुनुहुन्छ, अनि अब के गर्ने होला, कसो गर्ने होला? पिर लागेन मम्मी? यत्रोसँगै बसियो, मलाई छोडेर जाँदा पिर लागेन? पिर लाएर के हुन्छ? तिमी जानु नसक्दैन। म जान त किन नसक्नु? अनि गए पनि अब म उहाँ सधैँ बसेर, अब बिहा गरेर आइसकेँ घर, माइतमा सधैँ गएर बसेर निर्वाह पनि त हुँदैन नि त मेरो, होइन र? जान त किन नसक्नु हो? एकचोटि जान त सकिहालिन्छ। अब फेरि अब पुऱ्याउन जाने, लिन जाने, बर्खाको समय छ होइन। अब मम्मी जानुहुन्छ, पिर नगर्नु, चिन्ता नगर्नु, जानु, आफूले सक्या काम गर्नु, सक्या खानु। अब बुढेसकाल लागिसक्यो, धेरै दौडधुप धपेटी धेरै नगर्नु। अब राम्रोसँग खुट्टा निको भइसके पनि छैन, आफ्नो खुट्टाको केयर गर्नु। सबभन्दा बढी अहिले तपाईँको अपरेसन गरेको हुनाले अब अलि डाइट खानुपर्छ। सबभन्दा बढी डाइट खानु पर्यो होइन। कसरी हुन्छ? तागत लाउने कुराहरू खानु पर्यो, दाल भात खाएर भएन है। तागत लाउने कुराहरू, दुधहरू यस्तो हुन्छ नि।
गाउँमा त प्योर भैँसीको दुधहरू पाउँछ, दुधहरू खाने हुन्छ नि त। डाइटयुक्त कुराहरू चनाहरू भिजाउने होइन, अनि अलिअलि उमारेर सिटी लाएर खाने, गेडागुडीहरू नि सबैले तागत लाग्छ नि त भिजाएर मजाले उमारेर खायो भने। अब भन्ने बित्तिकै गाउँमा त्यही त हो नि होइन, जे पायो त्यही पाइँदैन। पाएको चिजहरू, आफूलाई फाइदा गर्ने चिजहरू चाहिँ यसो बेला बेलामा ल्याएर खाने भने गर्नु होला। हुन त अब सबैजना हुनुहुन्छ घरमा, दाजुभाउजूले नि ल्याएर खुवाइहाल्नुहुन्छ, त्यसमा केही टेन्सन भएन मलाई। अनि मैले चाहिँ बुवालाई धेरै सम्झेको छु होइन। 1 महिनासम्म मम्मी काठमाडौँ बस्दा कति गाह्रो भयो होला बुवालाई सबै काम सम्हाल्नलाई, सबैजनालाई, बुवा दाइ भाउजू सबैजनालाई सम्झेको छु भन्दै आजको ब्लगबाट मेरो मम्मी 1 महिना 10 दिन बसेर आज बिदाई नुवाकोट जानको लागि बिदाई गर्दैछौँ हामी। अब म मम्मीलाई एकछिनमा गाडी चढाएर आउँछु अनि मम्मी जानुहुन्छ। आजबाट म एक्लै हुन्छु। आजसम्म त मम्मी हुनुहुन्थ्यो, ऐया भने नि के भयो भन्नुहुन्थ्यो है। अब त ऐया भने नि के भयो भन्ने मान्छे नि छैन है। चिन्ता चाहिँ लागिरह मलाई। मम्मीलाई केही भन्नु मन छ मम्मी? ल भन्नु अब। के भन्नु अब, सधैँ बसेर निर्वाह भएन छोरीबाट, घर जान परिहाल्यो। छोरा भए चाहिँ बस्नुहुन्थ्यो होला है मम्मी? छोरा भयो नि अब कहिले छोराबाट कहिले छोरीबाट त बसिरहेको त छैन। म छोरो भए चाहिँ के गर्नुहुन्थ्यो त? अब तिमीसितै बस्थ्यौ। ल हेर्न कति फरक छ छोरा र छोरी। छोरी भए चाहिँ बस्नै नहुने हो र? बसिरहेको त महिना दिन 1 महिना बसेँ। छोरा भए चाहिँ सधैँ बस्ने रे, छोरी भए चाहिँ सधैँ नबस्ने रे है। त्यस्तो छ संस्कारै। ल अब यति गरौँ, धेरै भलाकुसारी नगरौँ। अब हामीलाई जान नि ढिला भइसक्यो, गाडी छुट्छ होइन ढिला गऱ्यो भने। यति भन्दै आजको यस कार्यक्रमबाट, आजको यो भ्लगबाट म सुभद्रा पौडेल अनि मेरो मम्मी मुइया पौडेल बिदा हुन चाहन्छौँ। सबैजनाले यो भिडियो हेर्नुहोला। सबैजनालाई मिस यु सो मच भन्न चाहन्छु। हस् त, नमस्ते। ल मम्मी पनि नमस्ते गर्नु न। नमस्ते। ल राम्रोसँग जानु है त मम्मी, शुभ यात्रा। हस्। ल राखिदिउँ? राखिदेऊ। ल बाई बाई भन्नु बाई सबैजना। बाई। सबैजनाले यो च्यानल हेरिदिनु है भन्नु न। सबैजनाले यो च्यानल हेरिदिनु है। ल मेरो छोरीलाई सबैजनाले माया गरिदिनु, तपाईँहरूको मायाको खाँचो छ भन्नु न। मेरो छोरीलाई सबैजनाले माया गरिदिनु, हात नहल्लाइकन भन्नु न। मायाको खाँचो छ। फेरि भन्नु। मेरो छोरीलाई सबैजनाले हेरिदिनु होला, माया गरिदिनु होला। माया गरिदिनु होला। तपाईँहरूको मायाको खाँचो छ। तपाईँहरूको मायाको खाँचो छ। म त माया गरिहाल्छु, तपाईँहरूले पनि गर्नु पर्यो भन्नु न। म त माया गरिहाल्छु, तपाईँहरूले पनि गर्नु पर्यो। ल